यहाँ मिनी छ अरे झरना हो गाइस। कहानी के रहेछ भनेपछि यो हाम्रो यो झरना भनेको चाहिँ छ अरे झरना। यो हामीहरू केक खाइरहेको एनर्जीको लागि। नमस्ते एभ्रिवान, आज हामी छ अरे झरना आएका छौँ। आज हाम्रो यात्रा भनेको काठमाडौँबाट नुवाकोट जिल्ला हुँदै शिवापुरीसम्मको थियो। उहाँ हाम्रो दिपेश हिँड्दै हुनुहुन्छ, एकदम साहसी मान्छे, छाता र पानी लिएर। Guys, Sprite, one and only Sprite. स्प्राइट इज द एनर्जी अफ के अरे गाई छ अरे झरना, जसलाई लौके झरना नि भनिन्छ। आइरहेछ अब लगभग 10 मिनटको बादपछि आउँछ। खुट्टाहरू हाम्रो यस्तो भइसक्यो, हालत पुरै यस्तो भइसक्यो। बाटो चाहिँ अब पानीले गर्दा एकदम हिलो पानी थियो, के अरे हिलो बाटो थियो, आउनु चाहिँ लास्टै गाह्रो भयो। गाइज खासमा यो छ अरे र लौके झरनाको इतिहास के हो भनेपछि, सानो झरना जुन छ नि त्यसलाई चाहिँ छ अरे झरना भनिन्छ, अनि जुन ठुलो छ अरे झरनालाई चाहिँ लौके झरना भनेर आजभोलि भन्ने गरिएको हो। अघि एउटा मैले खिचेको एउटा के भन्छ शिला स्क्रिप्चर, के अरे स्क्रिप्टेड स्टोनमा पनि त्यही कुरा लेखेको थियो। भ्यू यस्तो दामी छ हाम्रो यो पहाडको बिचमा। अलि पानीले गर्दा मात्र एकदम गाह्रो पर्यो, नत्र चाहिँ ओके छ। बाटो पनि दामी छ, 2-3 किलोमिटर जति अफ रोडहरू छ। अब त एकदम बबाल छ। गाइज वेयर नियर झरना। यस्तो दामी झरना हो, ऊ माथिबाट यस्तो लामो झरना त बाहुबली मुभीको याद आयो पुरै। गाई चाहिँ हाम्रो दाजु ड्रोन सट लिइराख्नु भएको, ड्रोन चाहिँ उता छ। गाइज कहानी के रहेछ भनेपछि यो हाम्रो यो झरना भनेको चाहिँ छ अरे झरना। यो लामो ठुलो झरना भनेको लौके झरना हो। बुढाबुढी त गाइज म चाहिँ अहिले झरनाको ठ्याक्कै तल छु। यस्तो दामी झरना तपाईँहरू देख्न सक्नुहुन्छ। मेरो आवाज पनि आउँदैछ कि छैन, साउन्डै नआइरहेको होला। मान्छेहरू उता यति धेरै छन्, उता दिवस हाम्रो गरिरह भिडियो बनाइरह। एकदम लामो ठुलो झरना हो। पानी अब यो अलि वर्षा भएरले पानी अलि कालो कालो पानी माटो मिसिएर आइरह पानीहरू, तर भ्यू चाहिँ एकदम ब्युटिफुल छ गाइज। मेरो जुत्ता भिजेर अलि क्याप्कुट भइरहेको, तर अहिले चाहिँ एकदम राम्रो छ। गाइज पानीको लेभल चाहिँ बढिरहेको यो होइन, पानीको लेभल बढेको छ। अब बाटो पनि ब्लक होला जस्तो लाग्यो मलाई त, मान्छेहरू पनि झन्नै आएको। गाइज इट्स लन्च टाइम, सब खाइरहौँ हामीहरू। हामीहरू केक खाइरहौँ एनर्जीको लागि। बाई बाई झरना, अब कहिले भेट हुन्छ थाहा भएन। गाइज अब हामी घर निस्किरहौँ। यो भ्लग एकदम छोटो मिठो भएको जस्तो लाग्यो मलाई चाहिँ। तपाईँहरूले सब्सक्राइब, सेयर र कमेन्ट गरिदिनु होला। कस्तो लाग्छ रिभ्यू हाम्रो कमेन्ट सेक्सनमा दिनु होला। टिल देन बाई।